हेर्नुहोस् क्युआर स्क्यान गर्दा श्रम संस्कृति पार्टी देखाउँछ। हेर्नुहोस् मैले बालेनलाई चाहिँ डोनेसन गर्ने भनेर स्क्यान गरेको, त्यहाँ चाहिँ हर्केको पार्टीको नाम आउँछ क्या। अब त्यो किन भयो त भनेर चाहिँ भीम उपाध्यायले चाहिँ आफ्नो वालमा हालेर यो यस्तो भयो, यसरी सचेत हुनु होला भन्दाखेरि हर्केको तर्फबाट के रिप्लाई आउनु पर्थ्यो भने, कोहीले साथीहरूले हाम्रो पार्टीको गरेको छ भने, बदनियत गरेको छ भने यस्तो नगरौँ है भनेर अब आह्वान हुनुपर्नेमा उसले चाहिँ भीम उपाध्यायलाई नै मुद्दा हालेछ। किन मुद्दा हाल्यो साइबरमा भनेपछि उसले नै बनायो भनेर हाल्यो। भीम उपाध्यायले चाहिँ जनतालाई सुसूचित गराइरहेछ, यस्तो यस्तो अवस्था भइरहेछ, यो बिगारिरहेछन्, यसरी नगर्नु होला भनेर सचेतना फैलाइरहेको छ। हर्केले उसैमाथि मुद्दा हालिरहेको छ। अब उसको नियत हेर्नुहोस् है, हर्केको इन्टेन्सन हेर्नुहोस्। कुरो के हो भने हर्क साम्पाङले यहाँनिर के गर्नु पर्थ्यो भने इजी पोइन्ट क्या, यस्तो यस्तो हाम्रो पार्टीको नाम आइरहेछ क्युआर, तपाईँहरूले यस्तो नगरिदिनु होला, प्राइम मिनिस्टर फन्डमा मात्रै गर्नु होला, ट्रान्ज्याक्सन हेरेर मात्रै गर्नु होला भनेर पोस्ट गरेको भए सक्यो त। दुनियाँदारी बदनियत कुराहरू पोस्ट गर्दै बसेर हुन्छ, यति गर्नलाई के गाह्रो थियो र। अब भीम उपाध्यायलाई कसरी फसाउने भनेर उसको इन्टेन्सन थियो अगाडि नै। अब साइबर केस हालेछ क्या भीम उपाध्यायको नाममा, तर यो प्रमाणित त हुँदैन। किन पनि हुँदैन भने भीम उपाध्यायले त जनतालाई सूचित गरेको हो नि त, जानकारी दिएको हो यस्तो यस्तो भइरहेछ भनेर। अनि उसको नाममा हर्केले मुद्दा हालेर मुद्दा लाग्छ त भने त्यो पनि त प्रमाणित हुनुपर्ने होला नि त। दुःख दिन सक्यो, तर अल्टिमेटली त चरित्र इन्टेन्सन हर्केको हो नि त देखिने। उसले दुःख दिन मात्रै खोज्या हो नि त। बुझिहाल्छन् क्या हर्के यार, तिमीले पोस्ट यति गरिदिनु पर्थ्यो कि हाम्रो नाममा यस्तो यस्तो भइरहेछ, यस्तो नगरिदिनु होला भनेर भन्ने सक्यो त। ठुलो कुरै छैन नि।